अहिले जेनजी आन्दोलनले चर्चामा ल्याएका सुदन गुरुङ, जसको बारेमा सामाजिक सञ्जालमा अनेक कुराहरू आइरहेका छन्। मलाई व्यक्तिगत रूपमा लागेको चाहिँ सुदन गुरुङ होला उनले राजनीति जानेका छैनन्, राजनीति बुझेका छैनन्। त्यही भएर उसलाई संसद विघटन के हो, संसद विघटन कसरी हुन्छ, संसद विघटन पछाडि के हुन्छ, यो बारेमा उनलाई थाहा नहुनु, जानकारी नहुनु स्वाभाविक हो। किनकि उनी राजनीति फिल्डबाट आएका होइनन्। उनी यसभन्दा अगाडि सामाजिक अभियन्ताको रूपमा काम गर्दै आइरहेका थिए। त्यसो भएको हुँदाखेरि यो राजनीतिको बारेमा उसलाई धेरै कुराहरू थाहा नहुनु स्वाभाविक हो। तर उनी व्यक्तिगत रूपमा आफू चाहिँ गलत छैनन्। उनले यसभन्दा अगाडि गरेका विभिन्न गतिविधिहरू, क्रियाकलापहरूलाई चाहिँ मैले सर्च गरेर हेरेँ। अत्यन्तै राम्रा कामहरू गरेका रहेछन्। जस्तै कोभिड लगायत देशमा जति पनि विपत्तिहरू आइलागे, ती विपत्तिहरूमा उनले चाहिँ उनी लगायत उनका संस्था, हामी नेपाल संस्था मार्फत चाहिँ धेरै राम्रा कामहरू गरेको रेकर्डहरू रहेछन्। यिनका ती रेकर्डहरूले पनि के देखाउँछ भने देश विकास हुनुपर्छ, देशमा राम्रो हुनुपर्छ भन्ने उनीभित्र एउटा स्वच्छ भावना छ, स्वच्छ चाहना छ। तर अहिले देशका दलालहरू उनका विरुद्धमा खनिएका छन्। चारतिरबाट उनलाई क्याउ गरेर उसलाई पागल बनाउन आँटिरहेका छन्। त्यसकै परिणामस्वरूप उनी घरि आफ्नै साथीहरूसँग झर्किने, रिसाउने, घरिघरि रुने गरिरहेको भिडियोहरू आइरहेको छ। नगर्न भने म यहाँ बस्छु, डिस्टर्ब नगर्न, म नेता हो, जात मेरो त हामी नसुकै हो त। यस्तो गर्नु 80 वर्षको नेपाल अहिले परिवर्तन भएछ। यो परिवर्तन होइन, तपाईले 105 यो परिवर्तन होइन। त्यसकारण देशका सचेत युवाहरूले सुदन गुरुङ विरुद्ध देशका दलालीहरू किन लागिरहेका छन्, उनीहरूको स्वार्थ के हो, यो कुरा चाहिँ बुझ्न जरुरी छ र सुदन गुरुङलाई संरक्षण गर्न यति बेला जरुरी छ।